छैन। उहाँहरूलाई चाहिँ त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो हाम्रो सरकारको र हाम्रो पार्टीको मान्यता हो, त्यो उहाँहरूले पाउनै पर्छ। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वासरुम टोइलेटको व्यवस्था त्यो खोला फोहोर पनि भएसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ, त्यसको भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। यो चिजलाई चाहिँ जति समय लाग्छ, 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ। र लिपुलेक लिम्पियाधुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसकेँ। यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद। सहकारीको